hi and namaste. I am Vishakha and I sometimes make YouTube videos once in a while. This vlog was requested by my father. दशैंको vlog चाहिँ तिमी बनाऊ भन्नु भन्छ चाहिँ मलाई अनि त्यही भएको भएर चाहिँ मैले यो पालि दशैंमा vlog बनाउने सोचेको थिएँ र मैले चाहिँ यो vlog चाहिँ कसले हेर्नुहुन्छ कसरी हेर्नु हुँदैन भन्नु भन्दाखेरि पनि as a memory पछिसम्म पनि this will remain as a part of documentation भन्नु बनाएको हो र I want to dedicate this videos to all those relatives मेरो आफन्तजनहरु जो चाहिँ विदेशमा बसेर चाहिँ हर बखत के भइराको छ त नेपालमा भनेर अपडेट लिन खोज्ने सबै रिलेटिभ्सहरुको लागि चाहिँ डेडिकेट गरेर भ्लग बनाएको छु यो भिडियोको न त बिगिनिङ छ न त अन्त्य छ just छ त compilation I hope you all will enjoy that see you सिन्धुलीको बाटो हुँदै चतरा साइडबाट पुगे म इनरुवा के गरेको भाइ बोट हालेको केरामा केरा भर्खरै काटेर लिएर आएको मैले त हैन बुवाले काटेको आमाले ल्याएको हामी जाँदै छौं अब बोगटी टिप्नलाई हाम्रो बारीमा समृद्ध विदेशमा गएको भएर समृद्धको बारीको बोगटी चाहिँ हामी यहाँ टिप्दै छौं बोगटी कहाँ छ माथि छ धेरै एउटा दुईटा तीनटा चारटा पाँचवटा छवटा सातवटा काँडा पुरै काँडा सहित सर्प पनि देखिने चान्स धेरै छ कुन कुन सर्प छन् यहाँ गोमन धामन त्यस्तै त्यस्तै अरु धोदे सर्प यस्तो गर्दैछ यो त्यहाँ मात्र भिड्यो हान्दै भिड्दै हो तिमीहरूलाई थाहा छ कि थाहा छैन तर बोगटीको बोटमा चाहिँ के हुन्छ रे काँडा हुन्छ ठुलो काँडा हुन्छ त्यसले घोच्यो भने दुख्छ पुरै यो चीज ल छिटो टिप हान्दै भेटियो त माथि छ सक्दिनस् त हसियालाले गर्नुपर्छ विभाजित घर हो यही अगाडि चाहिँ हाम्रो सानो नहर छ र यहाँ चाहिँ काकाले माछालाई पकड्ने स्ट्र्याटेजी युज गरिराखेको छ काका यो के गरिसकेको हजुरले के गरिसकेको अलिकति भन्नु पर्यो माछालाई पार्नलाई बाँध बाँधेको पार्न हो बाँध बाँधेपछि एक ठाउँबाट खाने हो पाके पोलेर अझै भएन यहाँ सब घरको सामानहरूले माछा पक्रेर ए फिसिङ हुँदैछ भन फिसिङ हाम्रो मेन चोक हो
हाम्रो घरबाटको मेन चोक र हामी चाहिँ यहाँबाट अब इनोरा बजार र सोमबारेको भन्दा अगाडि चाहिँ गइरहेको छौँ। हामी चिम्ची भएर मम्मी हेरेको हेरे मम्मी हेरेको हेरे। यहाँको सबै मान्छेले 50 रुपियाँ अफोर्ड गर्न सक्छ त्यहाँबाट यहाँ। रातभरि माछा मार्ने प्लान हो। त्यो माछामा ठुलो माछा पर्यो। अब उगाल्दै गर्नु पर्यो नि। हेर कसरी पकायो लाग्छ फेरि डरै लाग्छ। ओ माय डे अनि फुत्क्यो भने ए मरिसक्यो होला है। सानो चाहिँ अलिअलि मिडियम साइज पनि छन्। ए ठुलो ठुलो मात्रै पक्रायो। जिते भने म लिन्छु है। कतिजना हामी जिते भने आधी म लिन्छु आधी खेल्ने हो। 1 6 7 2 3 4 5 6 Hi guys, come with me to cook masu in ago. Ago? के हो? दाउरा। माटो किन लगाएको चाहिँ मलाई पनि थाहा छैन। भाडा नडरोस् कालो नहोस् भनेर अलि ल्यात्त लाउनु पर्छ। लगाउँदैछु के गाइस। त्यो त भाडा पुछे के होस् हैन। उता माटो ल्यात्त झिकेर ला न। हातमा माटो ले न। ओ अब पर्दैन लु लगा। अर्को बिदमा पनि लगा। मैले आगो लाउन यहाँ रेडी बनाइसकेँ। यहाँ मासु हुँदैछ। यसरी खरानी दल्नु पर्छ। छ्याप छ्याप फाल्ने। यसरी छ्याप छ्याप खरानी दल्यो भने चाहिँ हाम्रो भाडा साइडमा है। अब साइडमा पनि लगाउनु पर्छ। बिजक रमाइलो छ बिजकाको हैन खतरा रमाइलो छ काकी। माई भाडा इज रेडी। अर्ग्यानिक ललता सिस्टरलाई माइतमा आएर पकाउन जुरेको रहेछ। अर्ग्यानिक चुलोमा यो मासु मिठो हुने चाहिँ मैले प्याज काटेर हुनेवाला छ। यो मासु मिठो तेरो भ्लग आउँछ पछि नि हेर्नु। आइसक्रिम आयो आइसक्रिम। त्यो हातमा झिक न। यो झिक्न मिल्छ नि। आइसक्रिम आयो आइसक्रिम।
अब त के भोको भन्नु राम्रो सरी गाइज मेरो अलिअलि ब्लगमा आउँछ त्यो पनि यसलाई अझै राम्रो बनाउने कोसिस गर्नुपर्छ 5 एउटा छ त ए छैन हाल्छु न 5 ब्लेन्ड हाल्नु 5 ब्लेन्ड 10 सेन कति लामले हौ पर्छ भन्ने हुन्छ मिजाज कस्तो लागिराछ के को तयारी हो यो चिल यो के को तयारी हो यो अब तयारी राम्रै छ भोलि के हुन्छ दसैँमा त खसी खाने हैन र हाम्रो लगभग 50 जना मान्छे छ हामी 50 जना मान्छेलाई खसी खान सक्दैनौँ इस्कुस ओके भोलिको तयारी बबाल हुँदैछ सबजनाहरू भोलिको प्रतीक्षामा रहनु होला यसले चलाएको देख्नु भएको छ के गर्छ त बग्दै के त बग्दै हैन बरु पाल मान्छ बरु हो ए मेरो पगाडी हैन के यहाँ पछाडी स्टेजमा देखा न ए यहाँ लाग्छ स्टेजमा जा मेरो ब्लग बन्दैछ यहाँ भाउजूले चाहिँ इस्कुस पखालिरहेको अवस्था कहिले बन्छ चाहिँ थाहा छैन तर मेरो ब्लग चाहिँ बन्छ यो पालि चाहिँ स्पेसली पापाको रिक्वेस्टमा 40 हुन्छ जहिले तौलिन्थ्यो क्या म इन वाटर फिश वाटर स्विम फिश look at this fish यो कसले खाने कसले हेर्ने यसले पकाउँदा यो सकिहाल्छ यो होइन यो मासु हामी दिने हो कसलाई दिने अब कुखुरालाई त्यो पनि ठिकै कुरा हैन यसको मौसम लास्टै क्लियर भएको हो के अनि एउटा अमुल कुल पनि दिनु चिसोमा अनुराग दादाले मलाई यो किनिदिसेको किन्डर जोय केसमा टोय पिंक पनि कलरको यसमा के टोय हुन्छ अहिले हामी खेल्नु पर्छ ओके छान्नु पर्छ ओके निलो भनेको के त्यो चाहिँ नगर तुलसा भाउजू चाहिँ यहाँ आइसक्रिम सर्भ गर्दै हुनुहुन्छ तर आइसक्रिम लिएर आएको चाहिँ यता उत्तम काकाले हो र यहाँ लाइन लगाउँदै कोइराला परिवारको सम्पूर्ण बाल बच्चालाई चाहिँ जय नेपाल लाई चाहिँ हामी यहाँ आइसक्रिम दिँदैछौँ खासमा मिजाज दादा पनि यही क्याटेगोरीको सबसे जेठो दाजु मिजाज बसेर घुँडा नचलेर बसिरहनु भएको छ खै म हेर्दैछु है कहाँ खाली छ त्यस्तो यतापट्टि खाली आइछ हो त ल सुरुमै 5 मा राख्नु न ल यो दिन पुरै भरियो अब सबै भर्ने बाटो भए त्यही नभएका मान्छे भयो हैन हैन आफ्नो पैसा सम्झिने ल पहिले जेठु दिदीबाटै फुपूबाटै सुरु गरौँ
जेठी फुपूकोबाट कतिजना रे 19 जना ए 16 जना हैन 6 जना जेठी फुपूकोबाट 8 जना जेठी फुपूकोबाट 16 जना हैन त्यसपछि साइनी फुपूबाट 16 जना 32 जना त्यसपछि साइनी फुपू त्यसपछि हाम्रो घरबाट 13 जना हामी 32 हैन त्यो सबै आउने पनि जोडिसक्यो 32 र 13 32 र 13 कति भयो 32 र 44 32 र 13 45 त्यसपछि साइलाको आगोबाट 9 जना 9 जना हो 45 र 54 कान्छाको आगोबाट 2 जना त्यसपछि माइलाको आगोबाट 5 जना 7-8 जना पूजा भान्जीहरु पनि थाहा छ पूजा भान्जी त्यही जोड्नु 8 जना 8 जना कति भयो 64 जना अनि पर्मदायरका पर्मदायरहरु 64 5 70 ठीक छ 70 हामी के गरौँ भने अनि पशुपतिका पनि 3 जना आउँछ नि 70 3 73 खाने गरी हो काकी 73 मा 5 जना आएनन् कति भयो आएनन् कम से कम 68 मा 5 जना जोड्दै त्यो हुन्छ नि त हैन हामीले एक्सपेक्ट गरे भन्दा मान्छे 5 जना बेसी त्यही क्याल्कुलेट 73 जना यदि विदेशका मान्छेहरु पनि यसमा जोडिन चाहनुहुन्छ भने लिस्टमा अहिले नाम दिइहाल्नु होला इज द मर्निङ अफ फाइनल दशैं डे यहाँ चाहिँ मिजाज दादाले भेटिन मैले काकी चब्बोर नबेटाएर यसरी काट्दैछन् काका यहाँ मम्मी र म अघिदेखि यो आलु गरिरहेको छौं र पापा यहाँ बसेर स्याउ खाँदैछन् बाबा आज हजुरले के गर्छौ बिहानदेखि म उठे अनि सिलिन्डर ल्याए एक बारीमा लानु पर्ने यही पो छ कुर्सी ल्याऊ भने यो कुर्सी ल्याउने पार्टीमा हजुर होइसिन्थ्यो जस्तो मलाई लाग्दैन ल्याऊ भने मुख मात्रै चल्या हो काम होइन आज हजुरले के गर्छौ मलाई चाहिँ क्यारे बिहानै उठेर पनिर ल्याउने कुरा थियो हिजोदेखिको अनि जहाँ भनेको थियो त्यहाँनेरि कति भन्यो भने 2 केजी भनेको तर्सेर राम्रो यति त छैन 2 किलो मात्रै छ भने नेपाल गएँ बिहिबारे हटिया शिवम डेरीमा त्यहाँ पनि 2टा डेरी रहेछ शिवमको एउटामा 1 केजी ल्याएँ अर्कोमा पौने 1 केजी गर्दाखेरि जम्मा पौने 2 केजीको पनिर बोकेर सरर फेरि आयो गतिलो काम जिम्मा दिएको छ यो श्रीमान नारायणको यो 2 घरमा सबभन्दा ठुलो भूमिका भनेको मेरो छ के हो म छिटै उठ्छु होइन सबभन्दा 2 घरमा सबसे अगाडि म उठ्ने अनि बुहारीहरूलाई उठाउने तरिकाबद्ध तरिकाले बुहारीहरूलाई उठाउने काकी दर्शन नानी आज हजुर के गरिसो आज बिहान उठेदेखि उठेर नुहाइ गरे चिया खाएर यहाँ आएर बसिरहेछु बसी मात्र राख्छु एकदम बसेको हो मेरो लागि हो यस्तो काकीलाई चाहिँ यो काम भनेको चाहिँ बसेको ओइ पुछे अहिले के गरे त्यो यहाँ काम लाग्ने काम भन् त्यस्तो कुरामा अनि दशैंमा कसरी मद्दत गरिस् तैले तँलाई डिस्मिस हान्दै मैले तैले के गरिस् अनुराग दादा हजुरले के गर्छ आज यहाँ जति कुर्सी देखिराख्नु भएको छ देखाउनु न कुर्सी देखाउनु सबै मैले लिएर आएको सबै मैले लिएर आएको रे कुर्सी मैले लिएर आएको कुर्सीहरु सबै बसिरहनु भएको छ धन्यवाद मैले कुर्सी ल्याए अघि पानी पनि दिएको थिएँ त्यही हो ल
म्यानेजिङ डिरेक्टर शर्मिला काकी, आज हजुरले बिहानदेखि के गरिछ? बिहान उठेँ, यता उता बाहिर भित्र सर सफाइ नुहाइ धुवाइ, त्यही त चिया पकाएँ, सबलाई खुवाएँ। अनि अब म 60-65 जनाको लागि खाना तयार गर्छु। 60-65 कम भएन? हाम्रो कति थियो अस्तिको हिजोको काउन्ट? 73। उत्तम काका, आज हजुरले दिनभरिमा के गरिसक्छ? बिहानभरिमा भर्खर उठेको हो? ल यो खाली पेट बस्नु हुँदैन भनेकोले यहाँ अर्ग्यानिक थियो। आज हजुरले बिहानदेखि के गरिछ? म त चिया बनाएँ, मटर पखाले, त्यसपछि अचारको लागि सबै प्रिपरेसन गर्दैछु। अब दुध पिइरहेछु, भाँडा माझिरहेछु। भाउजूको हाम्रो घरमा पहिलो दसैँ हो र पहिलो दसैँमा हाम्रो 73 जना आउने भनेर काउन्ट छ। सो भाउजूलाई भ्याइ नभ्याइ छ। म छिटो नउठ्ने मान्छे पनि म चाहिँ भाउजूको लागि उठेको हो। म यो चाहिँ म पनि देखिनु पर्ने मेरो ब्लगमा। हेलो आमा, हजुर कस्तो महसुस भइरहेको छ आज? ठिक्क छ, राम्रै छ। मलाई भ्याइ नभ्याइ छ, बाई बाई। सबैजनाले भिडियो खिचेपछि भिडियोमा बोल्ने मान्छे चाहिँ के गर्यो त तिमीले बिहान उठेर? मैले बिहान उठेँ, त्यो नै ठुलो कुरा हो घरको लागि होइन। त्यसपछि मैले आलु तासेँ, त्यसपछि मैले चिया बनाएको चाहिँ भाउजूले हो, तर मैले यता ओसार चाहिँ गरेको थिएँ। अनि त्यसपछि चाहिँ मैले अहिले आएर कुस काटेको र म यो सबै कुरा डकुमेन्ट गरेर भिडियो पनि बनाउँदैछु। त्यो पनि एउटा ठुलो काम हो। ल दामी। नयाँ टेक्नोलोजी यहाँ हाम्रो घरमा योपालि आएको रहेछ। अहिले उता गरेर के लिन जान्लाको जमरा लिन हाम्रो भाइ गयो। उठेर के गरिस्? कन्ट्रिब्युसन दसैँमा अमेरिकातिर जानुपर्ने क्या। त्यो काँटी ठोक्यो नि पैसा पाइन्छ। त्यति काँटी पनि ठोक्न सक्दैन। कसको बाटो आमा यो? हाम्रोमा राख्न नभएर पाइयो। अरू देश नेपाल बाहेक अरू सबै देशमा सन्डे छुट्टी अनि हाम्रो देशमा शनिबार। मुलाको खानुपर्छ। काँक्राको बनाएर मुलाको लाग्छमा कोही खान्छ। हेलिकप्टरबाट खिचेको पृथ्वीराजमा होइन एकछिन वेट होइन केही छैन होइन होइन यहाँ हेर्नु न यत्रो रह्यो नि त गरेको हो। के भयो रे? नयाँ भन्ने थाहा हुनु पर्यो। के गर्ने यतिकै लाग्ने आज? नयाँ भन्ने थाहा पाउनु परेन। पोहोरको लागेको कि के थाहा? नयाँ हो यो यसपालि। आमै गर्दैन सबैलाई दुई तिन ठाउँमा पार्नु त्यसरी नलसे ब्राउन उता 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 माइला यता यो सिस्टम मेरो पहिलोचोटि हाम्रो घरको दसैँ दिएको के अरे भाउजू बेहोस हुन लागिसक्छ।
अत्यन्तै जरुरी सूचना। अहिले देशभरि पानी परेकोले बाढी, पहिरो, डुबान र बाटो बन्द हुने समस्या देखिएको छ। सकेसम्म यात्रा गर्दा बाटोको अवस्था बुझेर मात्र हिँड्नुहोला। Oh my god. Nala. अनि त्यहाँबाट पानी दर्किन नाङ्गेछु आफू त अनि यत्रो बाटो जानुभयो कोइराला हेरमा जुन एक प्रकारको जुन जिद्दीपना होइन, जे कुरो चिताए त्यो गरिहाल्नु पर्ने आफ्नो एउटा जिद्दीपन होइन, अनि एउटा हकीपन जो छ त्यो कहाँबाट आयो भन्दाखेरि हाम्रा मौदगल्य ऋषि पाञ्चाल देशका राजा थिए। पाञ्चाल देश भनेको अहिले हालको पन्जाब, पाञ्चाल देशका राजा थिए। अनि त्यसले राज्य विस्तार गर्ने क्रममा उनले धेरै नरसंहार गरे। अब त्यति बेलाको चलन के थियो भने गद्दीमा बस्ने बित्तिकै मेरो एरिया कति छ, मतलब देशको एरिया कति छ, त्यो एरियालाई विस्तार गरेर ठुलो बनाउने क्या, त्यस्तो थियो क्या त्यतिखेरको चलन। जस्तै पृथ्वीनारायण शाहले गरे होइन, विस्तार गरे त्यस्तै। अनि राज्य विस्तार गर्ने क्रममा उनले धेरै नरसंहार गरे। नरसंहार गर्दै गए अनि पछि अलिकति उमेर ढल्किँदै गएपछि उनलाई वैराग्य आयो क्या। वैराग्य कस्तो आयो भने धिक्कार छ, मैले यो यत्रो नरसंहार गरेर दुनियाँ मारेर मैले पापै पाप लिएँ, म त नरकमा जाने भएँ। अब मैले मेरो लागि पछिको लागि मैले केही गर्नुपर्छ भनेर उनले राज्य छोरालाई दिएर, छोराको नाम दिलीप हो कि के हो मैले त्यो अलिकति अध्ययन गर्न बाँकी नै छ। त्यो दिलीपले राज्य जिम्मा लाएर उनी अब ज्ञानको खोजीमा निस्कियो। जस्तै गौतम बुद्ध निस्कियो जस्तै ज्ञानको खोजीमा निस्कियो। ज्ञानको खोजीमा निस्किनाले यति उनले चाहिँ तपस्या गरे कि, साधना यति गरे कि, तीव्र साधना गरे कि, त्यो साधनाले गर्दाखेरि उनको पुरै धमिराले गोलो लाएर, यसरी ध्यानमा बसेको मान्छेलाई धमिराले गोलो लाएर त्यो धमिराको गोलोभित्र बसे। अनि पछि उनका गुरुले चाहिँ त्यो गोलो फुटाएर आशीर्वाद दिएर, ल तेरो अब सिद्धि भयो, त अब सिद्ध भइस, अब तेरो नामबाट गोत्र चल्छ, र तँ जा भनेर आशीर्वाद दिएर भएका ऊ राजा के अरे राज्य सञ्चालन गर्ने एउटा छेत्रीका छोरा हुन्। अनि उनले छेत्रीबाट उनलाई ब्रह्मत्व उनले प्रदान गरे क्या। अब त आजदेखि छेत्री छैन, त आजदेखि ब्राह्मणमा भन्दैछु। अनि उनीहरू अनि ब्राह्मणमा गइसकेपछि अनि उनको गोत्र चलो, मौदगल्य गोत्र भन्ने चलो। मौदगल्य ऋषिमा कोइराला, कुइकल, मुडुला, कार्की, उप्रेती, सिमखाडा, तिमलसेना, तिमसिना, बेलकाँडे अनि बेलवासे, बेलकाँडे, यति हुन् हाम्रा सगोत्रीहरू। यी सबै मौदगल्यमा पर्छन् क्या। अनि यति चाहिँ त्यो किन त्यसरी एकदम जिद्दीपना, जे सोच्यो त्यो गरिहाल्नु पर्ने, जे चिताए त्यो हुनै पर्ने, अलिकति कसैले अलिकति विपरीत कुरा गर, अलिकति प्रतिकूल केही गर भने त्यसको एक्सन लिइहाल्ने, तुरुन्तै त्यसलाई केही जवाफ दिनु छ कि अब त्यसलाई कुटिहाल्नु पर्ने छ कि केही छ त्यो गरिहाल्ने, त्यो खालको त्यो कस्तो नेचर किन आउँछ भनेदेखि त्यो छेत्रीको अंश आएकोले। त्यही राजा छेत्री थिए नि त, छेत्रीको अंश ब्राह्मणमा सरेकोले त्यो हामीलाई त्यो भने। अबदेखि मलाई रिसा भन्यो भने म यो पुरै कहानी फेरि लाइभ टेलिकास्ट गरेर अनि हजुरलाई एक्सप्लेन गर्छु मलाई किन रिस उठ्यो। बास्ना साह्रै मिठो छ।